चाहिँ मैले लाउँछु झ्वाम्मै मासुलाई। मैले मासु ल्याउने ठाउँमा चाहिँ मित्रहरू के भन्छ उहाँहरूले काटेर सबै कसैलाई दिनुहुन्छ क्या। अब किनामाको झोल पो खम लाग्दछ त। किनामा खाम कि यो खाम हो? आमामा के बिजो गर्ने यो यस्तै हो रे। अझ कति उ जस्तो डर लाग्ने हो यो त। कुखुरालाई सबै यहाँ छोडिदिउँ न, यिनीहरूले खान्छ भन्नुभयो। अनि त्यही भएर मैले चाहिँ गडेउला टिपेर नाङ्लोमा देख्थेँ भित्र। अनि कति खुसी हुँदै लु नाना चाहिँ अचार बनाउने तयारीमा। बल्ल महिनामा 3 दिन छुट्टी हुन्छ। आजको भिडियो चाहिँ यस्तो हाम्रो अर्ग्यानिक कुखुरा फार्मबाट मित्रहरू। क्या पो खोल्नु पर्यो। हेलो नमस्ते सेवा हो अनि फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज फेरि म हजुरहरूको माझ टुक्क नयाँ भिडियो लिएर आइसकेको छु मित्रहरू। बिहान उठ्यो तातन घरको कामकाजहरू सक्यो, फेरि क्यामेरामा आउनु पर्यो। कामसाम सकाएर हामी चाहिँ घाँसमा गयौँ दिदी बहिनी भएर। यहाँ चाहिँ मेरो नाना हुनुहुन्छ छुट्टीमा आएको, यता हेर। अनि नाना र मैले चाहिँ घाँस काटेर ल्याउँ पाती। अनि त्यो लोकल कुखुराहरूलाई चाहिँ यसरी पाती अर्ग्यानिक बेसार भिजाएर दिनुपर्छ अरे भने नानाले। अनि बिहाको पल्लो घरको बारीमा बेसार रहेछ, बेसार पनि खनेर लिएको। अनि आशा छ सबैजना मेरो युट्युब फ्यामिली इष्टमित्र सबैजना आरामै हुनुहुन्छ होला भन्ने विश्वास गरेको छु। मनमा त्यस्तो लागेको छ मलाई चाहिँ मनदेखि चाहिँ। तर हामी पनि आराम त आरामै छौँ। अनुहारभरि गर्मीले गर्दाखेरि चाया पोतोहरू विस्तृत रूपमा उजागरण हुँदै हुनुहुन्छ। मैले क्याप लगाएको कि कस्तो भत्ता पोलेर। अनि यता छ हाम्रो कान्छी भदैनी के छ हाई भन्। अनि ऊ चाहिँ भाइ हेर्नुलाई आएको। अब स्कुल बिदा हो नि त मित्रहरू, त्यही भएर भाइ हेर्नुलाई ल्याएको। उन्दी हो चाहिँ खेले गर्छ उपर कता चढ्नु खोजेको। अनि कुखुराहरूलाई चाहिँ जति मर्ने मरिसक्नुभयो, अन्त्येष्टि गरियो। त्यही भएर उहाँहरूलाई चाहिँ हामीले बुढाको आइडिया अनुसार बुढा चाहिँ अब उयो छर्दै हुनुहुन्छ। अब अस्ति कुखुरा बिराम भयो। अनि भन्नु त यो के हो? औषधि के अरे। अस्ति कुखुरा मरेपछि यो के अरे भाइरसहरू मरोस्, कीटाणुहरू मरोस् भनेर यो औषधि छर्नु पर्ने अरे। त्यो छर्दै हुन्छ बुढा चाहिँ। अनि बुढाले पो हिजो माटो झारेको। अनि कुखुरालाई सबै यहाँ छोडिदिउँ न, यिनीहरूले खान्छ भन्नुभयो। अनि त्यही भएर मैले चाहिँ गडेउला टिपेर नाङ्लोमा देख्थेँ भित्र। अनि कति खुसी हुँदै खोसाखोस गर्दै खाँदै थियो। अनि बुढाले भनेपछि हो सही हो भनेर यसरी यस्तो बाबु चाहिँ आफ्नै तालमा छ छोडेको छु। उसले पनि अब चारो भर्ने हो, दाना भर्ने हो। शेरविन छाते रुङ छ हौवा। ढुङ्गा पसेको जस्तो छ पापा यसको त हौवा। यसो ढुङ्गा पस्यो के खुट्टा उचालिरहनु पर्छ। नानाले चाहिँ चारो यस्तो मजाले काट्दैछन्। हामी चाहिँ फेरि तिमी भन्ने बानी छ कि पहिल्यैदेखि। त्यही भएर तिमी भन्दै खुसी लाग्छ। त्यही भएर दाईलाई त हामीले ठुलो भएर तपाईँ भन्नु थालेको, दाजुलाई त अब दाजुलाई भन्नु पऱ्यो। दिदी पनि त साथी जस्तो भने हामीले तिमी भन्छौँ। अनि कुखुराहरू चाहिँ यस्तो मजाले चढ्दैछ। अनि यता चाहिँ हाम्रो बिजोग छ मित्रहरू के अरे। यसले चाहिँ फेरि कुखुरा नि समाकै छ, बाँदर नि समाकै छ, कुकुर नि समाकै छ। चुप्पा गरिदेऊ। अनि यस्तो छ पाती त काटिसके। अब त्यहीँ तलतिर पाइन्छ पाती त। बेसार चाहिँ छुट्टै राख्नु पर्ला। कुन बिहान जाडो हुन्छ भनेर अब अर्को लाउने। अनि यो क्यारेटहरू चाहिँ यत्तिकै छ। हिजो माटो थुपार्नु हो बुढाले एकैछिन लाएर। अब यसमा चाहिँ पुरा मल भर्नुपर्छ नि त मित्रहरू। लसुन हामीले टिपेर थन्काइसक्यौँ, भिडियो अब हेर्नै सक्नु होला। अनि लसुन थन्काएपछि अब अर्को नयाँ तरकारी लाउनुको लागि चाहिँ मल फेरि मिसाएर माटो पनि थप्नुपर्छ। पुरानो माटोहरू अलिक घटेको पनि हुन्छ। अनि उनीहरूको मलहरू हुन्छ नि टोक्न आउँछ, च्याप्पसँग त टोक्न आउँछ। त्यही भएर अब यो माटोमा चाहिँ हामीले माटो थपेर 1 बाल्टी त मैले ल्याइसकेँ तल घरबाट। 1 बाल्टी चाहिँ नयाँ माटो लिएको।
अनि यसमा चाहिँ अब फेरि बुढाले मल मिसाएर भर्नुहुन्छ। अनि यो 1-2 दिन यस्तै होस्, कुखुराहरू पनि खेलोस् चरोस्। कस्तो खुसी लाग्यो कि बुढालाई चाहिँ त्यो कुखुराहरू खुसी भएर फ्रिडम बसेर चरेको देखेर मजाले चिलायो। यसले चाहिँ लान्छ, कागले चाहिँ लाँदैन। यसले चाहिँ ठुल्ठुलो कुखुरा बोक्छ, त्यही भएर यो गरेको। आज चाहिँ बेलै छोपिराख्नुपर्छ, अब यो चरिसकोस्। अनि अब हामी चाहिँ खानापिना बनाउनुतर्फ लाग्नु पर्यो। खानाहरू पाइन्छ, तरकारी बनाउनु छ। अनि सोप र लसुन सकुन केलाएर अनि आज त यसमा नि त्यही भएर यहाँ राखेको। यो चाहिँ बेसारको बोट रहेछ, पल्लहरू खनेर लिएको उसको माउ। अनि यहाँ चाहिँ थाङ्रामा लगाइदिएको, थाङ्रालाई चाहिँ सिमीलाई चाहिँ राजमालाई चाहिँ यता जाओस् भनेर बाबाले चाहिँ डोरीमा लाउनुहुन्थ्यो नि त पोहोर। अनि यसपालि हामीले चाहिँ त्यता लगाइदिएको। हजुर तल जाउँ सिक्नु, यता सानोबाट कुखुरा बोलाउँदा भनेपछि कुखुरा आउँछ भनेपछि भाग्छ। त्यही भएर मैले सम्झनामा त्यति चाहिँ गरिहालेँ। ल अब तरकारी बनाएर बेलैमा खानुपर्ने हुन्छ मित्रहरू। भिडियो बनाउनु त औँला छेकिरहेछ। ल मित्रहरू, बाबुले चाहिँ सबै टिप्नु थाल्यो क्या भन्नु। बाबु त्यसो नहुनु हुन्न शेरविन। ठाङ्रा चाहिँ बाँसको भन्दा यो पो सही हुन्छ जस्तो लाएर यसरी बाँध्नुपर्छ। श्रेयालाई पनि थाहा छ होला यो है, थाहा छ। बाक्लो पहेँलो भएको रहेछ भित्रभित्र। टक्कसँगले म पनि देखिनु पर्यो, खिच्नुपर्छ त के उता परबाट दुइटै देखिने गरी खिच्नुपर्छ। मेरो क्यामेरा पर्सनलाई त त्यसरी सबै देखायो। सोप अर्गानिक कालो भइरहेछ। देमाले दिनुभएको सपको बिउ चाहिँ यस्तो दामी भयो मित्रहरू। बाक्लो भएर है, बाक्लो भए कति दामी हुन्छ। भाउजूलाई पनि दिबाट आएको थियो, अस्ति पकाउँदै हुनु। यतिको भयो हुन्छ होला, फेरि पछि छाट्नु पर्ला नि है। ल धेरै बाक्लो भएर यस्तो भयो। सिस्नुमा पनि लाएर खान्छ नि, यो मिठो हुन्छ। टोको पापा 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 तिमी लाउने ले छोरा चाहिँ भत्काउने। ऊ त चाहिँ पल बुचाएको छ है, कार्टुनले ननिकाल्नु है। जाम तल हामी चाहिँ गयौँ है खाना तरकारी पकाउनु। घाम तापेको यो बिरामी हो कि घाम तापेको त्यो चिलायो भने भनेर कराउनु पर्छ है। ल अब चाहिँ मिठो तरकारी पकाउनु पर्ने हुन्छ मित्रहरू। यही खुर्मीले काटेको घाँस है। म बर्खा लागेको घाँसको सिजनमा छिट्टै कचिया किनेर बिहान चाहिँ घाँसमा जानु पर्यो। बाउ र छोरा छुट्टिन्जेल भदैनी र म चाहिँ यो झोल त सबै छर्नु होला है। ल गयौँ हामी। यतिको रातो भएपछि चाहिँ मैले लाउँछु झ्वाम्मै मासुलाई। हामीले मासु ल्याउने ठाउँमा चाहिँ मित्रहरू के भन्छ, उहाँहरूले काटेर सबै कसैलाई दिनुहुन्छ क्या। अब के भन्छ स्टोर भन्ने होला नि, कोल्ड स्टोर कि के भन्छ, कोल्ड स्टोर भन्छ होला। त्यसो त्यही भएर कस्तो फ्रेस छ क्या मासु चाहिँ है। वाउ। अनि यसलाई चाहिँ भन्छ बारा। क्यामेरा त कता भएछ। यो चाहिँ मिठो हुन्छ क्या। ल यहाँ चाहिँ किनेमाको लागि खारिँदैछ मरमसला। हात धोइदिनुपर्छ है। अनि दुईजना भान्से आज दुईजना भ्यान्छ, दुईजना। ल हर्र बास्ना है मित्रहरू। यता उयोको चाहिँ मेरो मासुको बास्नै भयो किनामाले त। आयो लु यता चाहिन्छ होला अलिक किनामा त मग बास्ना आयो। हाम्रो नाना चाहिँ फेरि कुक मास्टर हो। घरमा हुँदादेखिको कम्ता मिठो पकाउँदैन त, ढिलो न ढिलो।
पकाउने मिठो चाहिँ मिठो। खाली धार धुर चाहिँ छुट्दैन है, धार धुर चाहिँ नछोड्नु है। ल बुढाको इन्ट्री भयो, चारो लिएर आउनुभयो। राम्रो छ खोइ हेरौँ त 80 जस्तो पर्यो कि हो। च्याख्ला भनेको चाहिँ यस्तो हुनुपर्छ क्या मित्रहरू, यस्तो हुनुपर्छ। ल आजको खाना सोप लाएको फर्स्ट टाइम कस्तो हुन्छ। पापालाई दिँदैछ, पापालाई। ओ गुड बोय पापा। त्यो अब दिनु, त्यो अर्को पनि दिँदैछ फेरि। ऊ चाहिँ नखाने। ए मलाई पनि दिने। थ्याङ्क यू। यति माया बाँड्ने भएको मेरो छोरा चाहिँ। ल यो चाहिँ मेरो दाल खानु। स्टिलको बोट गमाइनु खानु नखानु। मिठो छ आज मासु, मिठो छ जस्तो लाग्यो। किनामाको झोल पो खम लाग्दछ त। मासु चाह्यौ? मिठो छ। ज्वाइँलाई पहिला खानाहरू यसो सोद्धाखेरि ठिकै छ भन्नुहुन्छ। ल खाएँ ल मित्रहरू, मासु कति धेरै हो। हामी चाहिँ सुली सोर्ने कार्यक्रममा लाग्यौँ। बुढाको निर्णय अनुसार यो पुरानो सुलीहरू सबै फाल्ने रे, यहाँ भएको किटाणुहरू फाल्ने रे, नयाँ दबाई छरेर नयाँ भुसलाई भरेर होइन बुढा भन्नुभयो। त्यही भएर अनि म पसेको देखेर उहाँ चाहिँ फेरि जसरी नि पस्नै पर्ने। के टोलाको साथी गर्लफ्रेन्डको याद आयो? यस्तोमा तोङ्बा खाएर हुन्छ त, यस्तोमा पनि तोङ्बा खानु खोज्दैछ यो त। शेरविन के चाहिँ सजिलो हुन्छ। आची यो त कुकुरको आची हो। कुखुरा पालेर गरी खाने भयो है मित्रहरू। काठमाडौँको ठाउँमा घरको छतमा बसी बसी खने पैसा डलर खर्चाउने भयो। सेवा सुविधा दिने भयो। राम्रोसँगले लोकल कुखुरा खुवाउने भयो। दिउँसो 12 बजे 1 बज्न लागिसक्यो है। होटेल गरिरहेछ, घर पनि गरिरहेछ, के गर्नु। शेरविन के भोलि चाहिँ माथि गर्नु पर्यो, आज यही मुनि गर्नु पर्यो है। अनि अहिलेलाई चाहिँ बाई बाई टिटेट टिटेट गुर गुर। हेलो गाइस, यहाँ चाहिँ मेरो भाइ छ के मिस्टर। दुईटा लाको उसको लाएर हेर टाउको पनि बढाउँछ त। हेलो आजको भिडियोको सुरुवात चाहिँ यस्तो खतरा मान्छेबाट मित्रहरू। यिनीले चाहिँ इक्जाम सकिएर बिदा भयो, दुःख पाउनु दुःख पाइ है। हिजो मैले छोरालाई पसल नलागेको के कति धेरै कुद्छ दगुड्छ, पल्लो घरको पसल पल्लो पसल गरेर कति बिगार गर्छ। अनि यो र देमाले डुलाउनु लागेको के गरौ रे, चुम्मा गरेर बोकी माग्नुलाई। के अरे बोक बोक भन्छ अरे। अनि देमासँग चाहिँ मान्दैन रहेछ अरे, त्यति पनि भन्छौँ हामी चाहिँ। अनि उसलाई श्रेयासँग चाहिँ अब धेरै घुलमिल भइसकेको छ नि त। अनि उसलाई नै बोक भन्छ अरे, गर्छ दङ्गाउँछ अरे। हुँदै भएन अरे, मेरो हात दुखो भन्छ अरे। उकालो बाटोमा नि कहाँ यसले पनि सक्छ त, सानी त छ लुरी न लुरी। अनि त्यत्रो वेटको बच्चा। अनि म सक्दिनँ गाह्रो भयो भन्छ अरे। त नि थुत्न पारेर चुप्पा गर्नु लाउँछ अरे के, चुप्पा गर्नु जान्छ अरे के। अनि चुप्पा गर्दै बोकी माग्नु अरे के फकाएर। निना त छक्कै परेछ, आएर सुनाउँदैन म नि छक्कै परे। टुवा परिस होला होइन भाइको नाटक देखेर। यत्रो बच्चालाई नि फकाउनु पर्छ भन्ने थाहा रहेछ है। ल मित्रहरू, हामीले चाहिँ सिनिक सानाक गरेर विस्तृत रूपमा यसरी सुनको धनको पोकालाई चाहिँ लुकाएको छौँ। सुन चाँदीको पोकाहरूलाई यसरी लुकाएको छौँ। अब साँच्ची यो यहाँ हेर, मेरो जाडो भएर हेर न एलर्जी भएको। यस्तो एलर्जी हुन्छ, के रोगहरू लाग्ने सम्भावनाहरू हुँदो रहेछ त्यति बेला। मलाई पहिला इधर उधर केही हुन्थेन, यो चाहिँ बच्चा पाएदेखि यस्तो एलर्जी हुन्छ क्या मित्रहरू।
खोरहरूलाई त व्यवस्थापन गऱ्यौँ मित्रहरू। अब तलको कामहरू सकौँ भन्ने काट्नु पर्ने छ क्या के जतिहरू। नरुनु नरुनु भन्छु मित्रहरू, भन्नै मान्दैन हौ के भएको यो प्याज किरियाले गर्दाखेरि। मोमो बनाउने दिन हो कि आज चाहिँ अचार नै बनाएर म पसलमा भ्याइँदैन भनेर घरमै अचार नै बनाउने भनेर ल्याएको छु। टमाटर समटर आज अलिक काम धेरै छ, घाम लागो घमाइलो। अनि हिजो हामीले चाहिँ खानामा थुक्पा खाथ्यौँ के, अनि आजको खाजा चाहिँ थुक्पा। चाउको छैन यसरी आएर चाउको अब भात छिटै खाने खाजा किने गरेको छ नि, तर मम्मी नै दिँदैन नि हो। अझै छ तिमी खाऊ न यति घाँस। बिहान थुक्पा सुसार गरियो, भात रुसाएर दामी भएको थियो। छोरा सुताएर मुखबाङ गर्नु पर्यो भनेको त आफै सुति गएपछि एक निन्द्रा, अनि उठेर फेरि खाएको मुड नै अफ भइहाल्यो। कस्तो मिठो हुँदै थियो खोर्सानीले के भनिन्जेल भइहाल्यो। अझै पनि होला एउटा खोर्सानी कता हो, मिठो छ है। हामी चाहिँ गाउँमा पहिला यस्तो झोलमा यस्तो मसिनो खालको छेपीको पात अनि धनियाँ हालेर नानाले मिठो बनाउँथ्यो। अनि हिजो बनाउनु के अरे त्यस्तै बनाऊ है खाम भनेर बनाएको। भरे मुखबाङ गर्ने भनेको त आफू सुतिबाङ पो भइहाल्छ मित्रहरू। रक्सी खाएको बिहानै है मित्रहरू। मासु पकाउने भनेर किनेको कराई यो चाहिँ, किनभने तिहार बेला किनेको मैले होला यो अनि टिफिनहरू। अनि अब होइन हाम्रो चाहिँ फ्यामिली ठुलो छौँ नि त, ठुलो थियौँ नि त। अब आमा बाउ बाजे म बुढा छोरा सबै गरेर नि पर्पाउन दुई चारजना पर्पाउन आउँदा नि मासु पकाउँदा पुग्ने खालको कराई चाहिँ मैले यसरी हाम्रो त परिवार 6-7जनाको परिवार सधैँ भनेर लिएको थिएँ। तर हाम्रो परिवार चाहिँ यस्तै भयो अहिले 3जनामा भन्नु नमिले 3जनामा भन्नु मिलेको छ, झरेको छ। त्यही भएर अब मासु त यसमा पकाउने कुरा भएन मित्रहरू। मासु चाहिँ यत्रोसम्म पकाउने, अनि यसमा चाहिँ अचार पकाउनु पर्ने बाध्यता आइपर्यो। कस्तो आउँछ के गर्नु त। अब आमा र बाउलाई चाहिँ भ्याइ नभ्याइ चाहिँ मित्रहरू आज मोमो बनाउने दिन। छोरा चाहिँ पुरा हिरो भएर यता हेर्नुहोस् यता बेबी गट हिरो त। तिमीलाई चाहिँ किन बोल्नु पर्यो, लु 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 अलि दे तेरो दे सँगै लु न भ्लगरलाई त लु 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 बोल न के भन्नुपर्छ। हेलो भन। मेरो मामाले चाहिँ अचार बनाउँदै हुनुहुन्छ भित्र भन। उता भित्र मम्मीलाई पारेर दिएको हो मेरो भाइले मोबाइल कुदाइरहेको छ है, दिदा पनि दिँदैन। त्यही भएर यस्तो हिलो छोला कसको छ हौ? यस्तो हिलो छोला मेरो छ। पकाउनु आँटेको पकाउँछ मेरो बाबाले त। लु नाना चाहिँ अचार बनाउने तयारीमा। बल्ल बल्ल महिनामा 3 दिन छुट्टी हुन्छ। उसले ऊ बोल्ने अरे 3 दिनको छुट्टीमा नि बहिनीले यो महिनाको छुट्टी त रिजर्भ गरेर त्यसलाई यसमा लगाइदियो। अचार त्यसरी गरेर मैले छिटो खनाएँ थियो मित्रहरू, किनभने त्यो किटको कराईमा चाहिँ यस्तो पकाउनु हुँदैन अरे नानाले भन्नुभयो। अनि त्यही भएर भन्नुभयो भने चाहिँ राम्रो त कम्ता रहेछ। आइज रे श्रेया, है पापा के यादै हुनुहुन्छ ल। अनि हाम्रो पापा चाहिँ माथि पानी हेर्दै पानी लाउँदै के गर्दै हुनुहुन्छ मित्रहरू। आगा ल ल तँ पनि एक दो त हाल। के गरेको तँ? खोइ त अरू पिठो। यहाँ बुढा चाहिँ औषधि मुलो यता हेर्नु व्यस्त। यो कुखुरालाई भात सात दिँदै हुनुहुन्छ। पानी पनि भर्दै हुनुहुन्छ। यताको त अहिले चढाए, यताको चाहिँ बिर्सेछु र पुरै खक्तर भए चिलाएर। छोरा त हिरो भएर हिँडेकै छ काजी त। ल मित्रहरू तरकारी रेडी भयो, खाना रेडी भयो, पसललाई लाने मोमोको अचार रेडी भयो। ढिँडो बसाएको त थिएँ मात्र, तर
दाबिलो त्यही भएर है जाइछ्या त्यहाँ उपाय खालको मान्छे हो म चाहिँ फेरि यो चाहिन्छ भनेर त्यही चाहिने मान्छे हो क्या अब ढिँडो पकाउनुलाई दाबिलो चाहिन्छ भनेर बस्यो भने त ढिँडो खानु पाइँदैन जिन्दगी भनेको कम्प्रोमाइजमा चल्ने हो चलाउने हो भनेर मैले चाहिँ यस्तै चम्चाले ढिँडो पकाउँछ भने खतरा बनाएर देखाइदिन्छु म यो चाहिँ मेरो कला हो के मलाई केही जस्तो लागेको छैन म बानी भइसकेँ युज टु खाएर अगाउनु चाटेर मोटाउनु रे त्यो भने जस्तै बुढाले चाहिँ खाना खाइसक्नुभयो यता बिजी भएर बुढाको भिडियो बनाउने टाइम भएन किनभने पाहुना आउँदै हुन्छ नि त नाना ठुली त्यही भएर ढिँडो चाहिँ मैले यतिको बनाएँ मित्रहरू अन्तदेखि कुरिरहेको अब पसलमा काम थुप्रो छ छिटो छाडो गरेर उहाँहरू पनि बाहिर निस्किने र मनी पसल जानु पऱ्यो भनेको थिएँ कामहरू भत्ता छ गमलाहरू पनि अलिअलि साह्रै त्यसलाई मिलाउनु पऱ्यो नानाहरू आइन्छ नाना चाहिँ पसलमा आइसक्नु भएको छ अरे अब आउँदै हुनुहुन्छ अनि बुढाको चाहिँ काम धेरै भएकोले गर्दा खाना अगाडि नै दिएको नत्र हामीसँगै खान्छौँ अरू बेला चाहिँ के भन्नु छ यो मानेमा यसो पिरो धेरै भयो अचार यो त्यहीँ राख्नु न म उयो गर्छु यी सयपात्री पनि अफ सिजनको फाइनली फुलो मित्रहरू अस्ति गाईघाट गएर आउँदाखेरि त लुत्रुक्क परेर मरिगएको थियो माया लाग्ने मैले चाहिँ यो आफैले राखेको बिउ अनि यसलाई रोपेर यसरी खसी बनाएको चिमटेको गरेको त कोपिला लाग्दैछ वा अब यिनीहरूको नि पालो आउँदैछ यहाँ 2 वर्ष यस्तो खुसी लाग्छ कि यता ऊ नाना चाहिँ आइपुग्नु भएको नाना ठुली यता हेर्नु मेरो भ्लगमा त फर्स्ट टाइम होला नाना त ए होइन फेरि भन्नु त नानाले भन्नु जानेन भने मेरो बहिनी नानाले भन्नुभएको भन्नु त कुरो बहिनीको अब होइन वासस्थानमा चाहिँ सारासार प्रवेश गरे भनेको धेरै पछि ठेट नेपाली सुन्न पाइयो नि त त्यही भएर अस्ति नै त्यत्रो हामी आउँदा पनि ल्याउनु पर्छ होइन दिदी आउँदा त ल्याउनु पर्दैन होइन खाना खाइहाल्नु पर्यो लु नाना खराउँछ कति सफा ऊ यता नाना आउनु भएको छ जानुलाई रेडी भइसक्नु लु खाना चाहिँ पसल आज फेरि थुप्रो काम छ नाना सामानहरू पनि ल्याउनु मोमो बनाउनु पनि यताउता भएर अनि म चाहिँ बहिनीहरू पसलमै आइसकेपछि म जानु पर्ला है भनेर सोचेँ फेरि होइन एकचोटि त कल पो गर्नु पर्यो जति बेला भए त्यति बजे यसो मिलाएर यताउता गरेर लु म चाहिँ खाना पस्काउँछु ल है मित्रहरू हाम्रो चाहिँ खाना साना यस्तो रेडी भइहाल्यो यतिको लु नाना लिनु त ए यहाँ मेरो हेर्नु न झन् यत्रो लु खाएँ ल भन्थ्यो एउटा नानाले आएछ त भन्नु कति राम्री भएको है मलाई त त्यो दिदी देखेर म पनि स्किन केयर नकल पार्यो भने त राम्रै देखिन्छु क्या जस्तो पो लाग्यो है हामी त ऊभन्दा त कति धेरै पहिला कस्तो पो त हामीलाई त अहिले त्यत्रो साह्रो उसलाई जस्तो हामीलाई गर्नु पर्दैन कि भन्दै खानुपर्छ अचार चाहिँ राम्रै हो ल अब चाहिँ खाना खाने टाइममा खुरु खानु पर्यो मित्रहरू जति उमेर बढ्दै त्यति फरक हुन्छ नि के भन्छ यसो दिदी बहिनीको गफ पनि जान्छ तकान्तुकुन श्रेयाले पनि युवा हान्थ्यो कि भनेपछि हाम्रो बहिनीहरू त के बिजी व्यस्त त म त फुर्सद नै छु व्यस्त पनि के व्यस्त भन्नु नाना फुर्सद भन्नु फुर्सद पनि छैन के नाना चाहिँ पहाडमै बस्नुहुन्छ अस्ति पोहोरको साकेला भएर नाना हामी उतातिर बुधी हिँडेको अनि त्यति बेला साकेलादेखि अहिले हो भेटेको साकेलासम्म बस्नुहुन्छ साकेला नाच्नुपर्छ मेरो घरमा चाहिँ मरोस् बुहारी आउँछ त सासू अब 1 महिना हुन आँटिसक्यो काठमाडौँ झरेको म त लाजे सुक्न बाटो अनि बस्दै खाँदै काम अब छैन ल मित्रहरू हामी चाहिँ एउटा फोटो खिचौँ कति वर्ष पछि 3 जनै भेला भएको त धेरै वर्षपछि भनेर अलिकति रेडी भयौँ मित्रहरू घाम चाहिँ चर्किसक्यो पसलमा कामहरू खड्किसक्यो बुढा त गइसक्नु भयो भाइको चस्मा कहाँ छ कान्छ अनि त्यही भएर यहाँ
सबै भएर फोटो सेसन गरौँ भनेको छोराले भत्रगोल गरिसक्यो कपाल त कति त्यो स्याम्पूले नुहाउनु थालेदेखि त हाँगा आएको हो नि मेरो फोन तिमीले लगेको कान्छी ल अब चाहिँ हामी 1-2 फोटो खिच्छौँ अनि यो झोला चाहिँ मैले बुनेर मेरो लागि हो नि हैन हैन मित्रहरु नानाहरूको लागि ठिक्कको भएछ चिटिक्कको ल यहाँ बस न लु छिटो ओइ मलाई ढिलो भइसक्यो पैसाले लु अब चाहिँ कसरी मिलाउने होला तर क्यामेरा चाहिँ यतिको के गर्नु म गर्छु न त ल मित्रहरु हामी चाहिँ फोटो खिच्ने स्ट्यान्ड चाहिँ यो ठाउँलाई बनाएको थियौँ यति गाह्रो हो कि यता हाँसेर झन्डै मरिसक्यौँ अब चाहिँ म चाहिँ पसलतिर लाग्नुपर्ने हुन्छ लु यता ल फेरि त्रुआ भन्दैछ कम त हाँसिउन नि नाना चाहिँ स्ट्यान्ड एउटा क्यामेरा पनि होइन लु अब नानाहरू चाहिँ घुम्नु जानुहुन्छ म चाहिँ पसल जान्छु फेरि भरे हामी भेट हुन्छौँ ल ल ल चुप्पा चुप्पा ल घाटा लागिरहेछ के को घाटा त हुनु ल मित्रहरू हामी चाहिँ पसल आयौँ छोराले पचाएर ल्याएको नि छोरालाई सामान पर्छ आमामा के बिजो गर्ने यो यस्तै हो अरे अझ कति उ जस्तो डर लाग्ने हो यो त एउटा कार्टुन पनि गतिले दिँदैन क्या हो ल मित्रहरू यो टी सर्ट चाहिँ नि मलाई निरो लामाले कुरियाबाट पठाएको त्यही भएर मैले पसल लाउनु मिल्दैन कि यस्तो लाउने हो लुगा फेर्नु पर्यो यता हेर्नु त आन्टी यहाँ चाहिँ हाम्रो आउनु भएको छ सुन्ता आन्टी सुन्ता होइन सुन्ता आन्टी आउनु भएको छ बस घरमा जानु भएको छ नि सासू ससुरा खोइ भन्नुभयो अरे नानाहरू चाहिँ घरमै छोडेर राख्छु नि एकछिनको लागि नानाहरू बाहिर जाने अनि भिडियो बनाउँछु कि म चाहिँ यसरी युट्युबमा हाल्नुलाई अनि आन्टी चाहिँ पसलमै जान्छु भनेर आउनुभएछ भने को आउनुभयो त अरू सबैलाई त थाहा छ आमाहरू त धरान जानुभएको भनेर त होइन भने म त सोच्दा भएको थिएँ र भरे त सुन्दा आन्टी हुनुहुन्छ रहेछ अनि ऊ फुपा र आमालाई भेट्न आउनु भएको होइन नाति अनि यो फेरि खेल्नुलाई पछाडि गइहाल्छ नि त यो यताबाट गएर पछाडि खेल्ने ठाउँ छ यता हो यता यता जाँदैन आन्टी जाँदैन यहाँबाट उता जाँदैन अनि फेरि यता यता ढल्की ढल्की हेर्छ यहाँबाट उता जाँदैन आउनु यता लु श्रेया यता धुलोमा यता आउनुहोस् हो त्यसरी अहिले त यसले त मान्छे आउँदा कम त खुसी हुन्छ पहिला त मुख छोपेर बस्छ नि आन्टी मान्छे आउँदा ए पल्लो घर होइन अनि यसरी आँखा छोप्ने यसरी यसरी हेर्छ पो त अहिले त अनि मान्छे आयो भने यसरी हात हल्लाउँदै खुसी हुन्छ यसरी नाच्छ के अनि त्यही भएर त नि अहिले आन्टीलाई पनि भित्र आउनु भने सलवार चाहँदैछ दे न दे ए ओभरफ्लो भयो यो चाहिँ मैले खोलिदिएँ आन्टीलाई एक हातले बोल्नु 2 हातले यसो गरेर नमस्कार खानु नै मात्दैन यतिले त यो पुसा त कान्छीमा अनि आज मोमो बनाउनु पनि छिटो छिटो गरेर भनेको फेरि पाउन के गाउँबाट नाना ठुली आएको त नि त अनि अस्तिदेखि बोलाएको हस्पिटलमा यताउता कुदिरहनु भएको अनि अर्को नाना पनि आउँदाखेरि आउँछ 2 जना दिदी पनि आउँछ भन्नुभएको नि आज आउनुभयो र त्यहाँ यसो कुखुरा चारो लाएर आऊ भनेर अराइराखेको थिएँ गेट बन्द गर्थ्यौँ यसले अर्को ढोका उयो पोखिएकोमा चाहिँ भनेको कि त सुन्दा आन्टी मजाले झुक्किनु भएछ अनि खोइ त बाबु भन्छु पसल छ हजुर नाना त्यसो भन्छ है पोखा गयो भने यहाँ पनि नाना भेडा भन्छु धरम गएको छ भन्छ है त्यही भएर कान्छा काका जस्तो छ यस्तै थियो सानोमा हाम्रो कान्छा यस्तै थियो सानो हो तिमी त कान्छा काका जस्तो पो अरे त नि बाबै जस्तो छैन नि यता आउनु यो नाक त्यसो राखे सानो बाबु हुन्छ होइन पछि हुँदै ठुलो हुँदै गएपछि ल अब चाहिँ उता भित्र मोमोसम्म डल्लाउनु पर्यो खोइ यहाँ पनि ल्याउ न कसो गर्छ अरे आन्टी अनि त्यही उफ्रेको नाचेको देखेर याद आयो अनि याद आउँछ नि त के गर्नु नयाँ पार्टी नयाँ पार्टी त धेरै पर पो त है चुरी खेल्नलाई आइबस्थ्यो ए त्यही त थुप्रो हो नदेखेको अनि र त म त सुरुमा कन्फ्युज भइगएँ नि यो त यसमै पिउने हो यहाँ हेर्नु न अब खाएको यहाँ यसो गर्दाखेरि कति राम्रो छ त्यो चाख खाएँ ल कान्छा
ए यो पो लगाइदिन्छु ऊ हेर बुबु लगाइदिने रे मुमाले के अरे साङ्खुमा पो लगाइदिने त मुमाले त यसरी खै साकेला भन्छु अलिक ठुलो सेरोङ गाउनु न ढाडी दुखेको छ पारा ल्याउने भन्नुहुन्छ अनि अब के भयो भन्नु यो हाम्रो त यो पूर्वेलीको कस्तो हुने अब के अरे एक गाँस खाइहाल्नु न के अरे उचाल्नु भएको छ अनि होइन के अरे सुनिना पारुना गोटी सुनिना पारुना सुन्यो कस्तो रहेछ मिठो छ ल है मित्रहरू म पनि नम्र बोल्छु यसरी चिकन मोमोलाई चाहिँ हामीले यसरी विस्तृत रूपमा बनाएको छौँ अनि बुढा चाहिँ तपाईँ मोमो बसाउँदै हुनुहुन्छ अब म पनि खाजाभुजा बनाउनु पर्यो लु मोमो त खत्रै भयो त हेर्दा त आँखै छ त होइन बुढा यता हेर्नु ल थन्काउनु कता थन्काउने मजा मु त माथि गएको थिएँ घुम्न अनि तपाईँको छोराले त कस्तो भन्दा मलाई यहाँ झन्डै हात्ती रातो बनाइदिएछ नि कम्ताको बनाएको छ अरे मेरो छोराले मित्रहरू बोकाउँदा तपाईँको छोराले मलाई कम्ताको गरेको छ हात यस्तै दुखिरहेको भन्दै गर्थ्यो भएर म मसाज गरिदिइहाल्छु नि हिजो पनि बोकेको नि त झन् आज झन् गाह्रो भयो क्या होइन निनीहरूसँग चाहिँ मान्दैन पुर्सक हुँदैछ अनि पुरा हातै जहाँ गयो त्यही रातो जहाँ गयो त्यही अब मलाई चाहिन्छ अब स्कुल पनि एउटै हो झन् पछि तेरै क्लासमा आउँछ होला यसलाई गाह्रो बनाए पछि भाइले हेर्छ नि त पछि कमाउने भएर ल है मित्रहरू छोरा चाहिँ तेतेम र नानाहरूसँग डुलेर आएर यहाँ खाजा खाने चाहिँ यो चाहिँ नाना तेतेम जेठीले लिएको घिउ लु अलिकति खाऊ ल तपाईँको छोराले मलाई कम्ताको अरे कम्ताको हातै चलाउनु भएको छैन त्यो राति परिसक्यो मित्रहरू यो घुम्नु गएर आएर खाजा खाएर टोइलेट बसेर गरिसक्यो जुत्ता लगाइदियो भाइको जुत्ता आज त न आमा चाहिन्छ न बाउ चाहिन्छ घुम्नु जाने मान्छे भएपछि पुरा तोङमा पनि खानु खोज्दैन त आजले तोङमा नखाने रात परिसक्यो तर हामी चाहिँ घर आइपुग्यौँ यति बेला 13 झोला त तलै छ है अनि अब खानासाना बनाइरहनु झ्याउ हुन्छ आज खाना नखाने अर्कै के खानु पर्यो है दिनभरि अघि नसुत्दा बोक्नु मानेन अरे अनि सुतेको बेला चाहिँ नानाले बोकिरहेछ ए तेतेमहरूलाई बेमाहरूलाई छक्कै बनाएछ नि कुटेर अरे बोक्दा पनि कसो भन्नु अरे नानाले त्यसो भन्नु अरे म त सानोमा ज्ञानी थिएँ अरे नि त सबसे सुख दिएको चाहिँ मैले अरे नि त भन्थेँ आमाले है